सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ हामीहरू कता जाँदैछु भन्छ साथी? हामी साइकल बनाएर त्यो पनि कहाँ होला थाहा छैन हेर। थाहा छैन भन्छ धापधाम जाँदैछु गाइस। अनि धापधाम हो गाइस अनि भर्खर हिँडेको एकदमै गाह्रो भइरहेको छ। हामी म चाहिँ बिरामी छु र पनि म हाइकिङ गर्न सुरु पनि भएको छैन। कहाँ सुरु हुन्छ हौ? कहाँ अहिले नै सुरु हुन्छ हौ? देख्न सक्नुहुन्छ मान्छेहरू नि आज त धेरै जस्तो छ यार। जो खोलाहरू नि अहिलेदेखि नै खोलाहरू रहेछ। जङ्गल नै रहेछ यता चाहिँ ठुल्ठुलो। गाह्रो छ गाइस यस्तै हो। हामीलाई देखान भन्छ यो हामीलाई पनि देखाउनु पर्यो नि त। अनि हामी आफू के चाहिँ टिकट काट्न गएको छ। यसले पैसा लुकाएर गाइस लुकाएको होइन साँच्चीकै। अनि यहाँ अनलाइन पेमै हुँदैन रहेछ। कस्तो मुडै अफ भएको थियो क्या। तल जाएर फेरि तल गएर आउनु पर्थ्यो नत्र। यसले मुड खराब गरिदियो गाइस मेरो। म चाहिँ टिकट काटेर गाइस यहाँ देखाएर जानुपर्छ। गाइसहरू देख्न सक्नुहुन्छ योहरू हिँड्नै सक्दैन कि। योहरू कति तल छ। योहरू हिँड्नै सक्दैन। योहरूलाई के भन्छ नल्याएको भए नै हुन्थ्यो। कति हिँड्नै सक्दैन यिनीहरू। छिटो आइज भाइ ओइ भ्यागुत्ती। के हो साथीहरू? तपाईँहरू यता आउनुहुन्छ भने माछा मासु केही नलगेर आउनुहोला। किनभने यहाँकोले दिँदैन दिन। यहाँनिर चेक गर्छ कि। यो माछा खाएर गाइस मलाई भोमिट आउने जस्तै भइरहेछ। खाली पेट खाएर मनमा लागिसक्यो। अनि यहाँ आफू त यहाँ भोमिट आउने जस्तो भइरहेछ यहाँ। अनि तपाईँहरू माछा मासु चाहिँ नलगेर आउनु होला गाइस। म त्यही भन्न चाहन्छु। हामीले आज हिजो मासु ल्याउने भने तर हामीले ल्याएको आज हामीले केही खानु पर्थ्यो होला तर ल्याएनौँ। धन्न गाइस हिँड्नै सकिरहेको छैन। गाह्रो भइरहेछ लास्टै। त्यही हो। हेलो गाइस हामी चाहिँ आइपुग्यो यहाँ पुल भएको ठाउँमा। पुल अनि यो चाहिँ आर्जु हेर्नु सक्नुहुन्छ चेरासमा। म थाके अनि हामी चाहिँ जाँदैछौँ गाइस। म थाके स्टार्ट नभए त्यहाँ मन्दिर रहेछ हेर्नु। भ्यू हेर्नु न। तपाईँलाई यहाँदेखि देखाइदिन्छु। म तपाईँलाई यहाँ भ्यू सबै देखाइदिन्छु। अनि यहाँबाट चाहिँ हामी जाँदैछौँ। साथी कुदा न गाइस। हामी मऱ्यौँ। हामी यहाँभन्दा जान पनि सक्दैनौँ। आर्जु कस्तो छ हालत? जेनी म त मर्न लागिसकेँ। यस्तो छ यिनीहरू। हाइकिङ जाने भन्ने चाहिँ हो तर हिँड्न सक्ने चाहिँ कोही होइन। मैले हो अहिलेसम्म लिएर आएको। तैँले हो मैले हो। हिँड न साथी हिँड भन्छ। यिनीहरू हिँड्नै मान्दैन गाइस। यिनीहरू हिँड्नै मान्दैन। देखाएको चाहिँ कता? तँलाई देखाएको यहाँसम्म नि मैले गर्दा आइपुगेको हो। कस्तो राम्रो खोला जङ्गल डरलाग्दो छ गाइस देख्नु। हेलो गाइस हामी चाहिँ फेरि आधा बाटोसम्म पुगिसक्यौँ। अनि सर्टकट चाहिँ उताबाट थियो अरे। अनि तर यहाँ पसिना आएर तर हामी लामो हिँड्ने सक्ने कन्डिसन हामी धेरै हिँड्न सक्ने कन्डिसनमा भएर हामी चाहिँ लामो बाटो हिँडेको हो। किनभने धेरै हिँड्न जान्दछ नि त त्यही भएर हामीले त्यो छोटो छोटो बाटोहरू हामी केही फरक पर्दैन। यो बाटो त केही होइन केही पनि होइन यो बाटो त। हामी ओइ त्यता होइन होला साथी तल हौ। यो बाटो त केही पनि होइन। यो आर्जुलाई देख्न सक्नुहुने छ। आर्जु दाइ अघिदेखि छिट्टो यस्तो हामी यस्तो खुसी केही सिक्नुस् हामीबाट। जिन्दगीमा पहिलोपटक साथीहरूसँग घुम्न आएको यति धेरै रमाइलो भइरहेछ। जिन्दगीको गोरेटोमा पहिलोपटक अरे दुईचोटि हो साथीहरू। ए हामी बाहिर नुवाकोट नुवाकोट भनेको नगरकोटलाई नुवाकोट ए नगरकोट ए हो र
यिनीहरूलाई हेर्न सक्नुहुनेछ। कहाँ छ बोकेर ल्याएको छ अरे होला नि मुनि हिँड्न त्यहाँबाट बाटो छ त गाइस हामी आइपुग्यौँ बाटो चाहिँ यस्तो छ होइन सजिलो नै छ बाटो त यति सानो पोखरी त कहाँ गयो र माथि हो यहाँबाट बाटो छ त्यति सानो नदी त्यति सानो त होइन होला हौ त्यो त फेरि फर्केर जानुहोस् सो हामी चाहिँ बाटो बिर्सिएर फेरि यता आयौँ गाइजहरु यो यस्तोहरूसँग आएर काम छैन है यो हामीले गर्दा उहाँहरू पनि बाटो बिर्सिनु भयो सबभन्दा बढी काम बिगार्ने यो हो यो अगाडि हिँडेको केही नभन्छ डान्स गर्दै हिँड्दै थियो त फेरि उकालो चढ्न लगायो आर्जुले साँच्चै होइन र हामी चाहिँ 3 जना आएको थियौँ तर हामीले गर्दा उहाँहरू पनि यस्तोहरूसँग आएर काम गाइज यो तिमीहरूले चाहिँ यो रस्मा भन्ने मान्छेले कता गइरह भने खै गर्छ यस्तोहरूसँग आएर काम छैन चुप भइनी आज बाटो बिर्सेर कस्तो फिल हुँदैछ हामी गर्न सक्छौँ भन्न यो बाटो ल्याउने खास को हो नि यो बाटो चाहिँ खतरा आएर यतिर अर्जु के भयो यहाँ म हल्का फुल सिल्दैछु के होइन थाकेको छैन म फेरि फुल सिउरी लगाएर बसेको भन्न ओइ कति राम्रो देखेँ कि ल बाई गाइजमा गएँ मेरो यात्रामा चाहिँ बाँकी छ गाइज हामी चाहिँ अर्को बाटो नगएर चाहिँ यो उकालो चढ्यौँ क्या अनि हामी चाहिँ कस्तो हराइदिएर मतलब गाउँ आइदिएर सोचेर अनि म्याप पनि हेरेको एउटा आन्टीलाई नि सोधेको अनि अहिले चाहिँ हामी जाँदैछौँ बाटो त खतरा राम्रो छ कि गाइज राम्रो चाहिँ राम्रो त हिँड्न सक्ने मान्छे मात्र आउनु होला अझै म्यापमा चाहिँ 50 मिनट देखाइरहेछ 50 मिनट भनेपछि हामी 2 घन्टा लाग्छ अझै सायद यहाँबाट चाहिँ अहिले चाहिँ 9:30 भइरहेछ 1 बजीसम्म पुग्छौँ होला सायद लाग्यो अनुसार चाहिँ त्यही हो थकै लाग्यो के अरे जेनी म त जाँदिनँ होला यतिसम्म आइसकिस् त म्याप हेर्दै हेर्दै गइरहेको छु अनि यो चाहिँ यहाँ छ म्यापको पछि आउँदैछ हामी चाहिँ म्याप हो गाइज हाम्रो लागि अहिले चाहिँ यो म्याप हो हामी चाहिँ म्यापको पछि लागि जिन्दगी नै पछि गइरहेको छौँ कुन सानो छ नि त अनि गाह्रो गाइज गाह्रो धेरै गाह्रो मन लागिसक्यो काठमाडौँ गाइज अहिले मलाई के लगाइदिएछ के अरे आज यो थाहा छ यो लगाएको होला यो त्यसमा त्यो गर्छ नि जलहरू चलाउँदाखेरि पछि रोक है मेरोमा के भन्छ यार बिर्से तितेपाती पाती भन्छ मेरोमा पनि पाती भन्छ तितेपाती पनि भन्छ भगवान् साथी पसेको होइन मेरो लगाइदिएर हेर न गाइड किन छुट्टिन अरे तसँग सक्को छैन जाम घुमाउ है यो लगाएर हिँड्नुपर्छ गाइजहरू योहरूले मेरो ज्याकेट लुकाएर म त जाँदै थिएँ फेरि तलसम्म योहरूले मेरो ज्याकेट लुकाएर म भिडे
ओह्रालो खाउँदाखेरि झारिस अनि कहाँनिर यसले किन लाग्यो होइन अनि मैले भने कि लुका कहाँनिर खसा थियो हौ बाटोमा उतानिर हो कि त्यहाँ ओह्रालो झर्दाखेरि हेर त गाई चोर ओइ चोर चोर आधी बाटो आइसकेपछि मात्र यसले फेरि जकेट खोइ भन्ने हामीले नटिपेको भए नि गाई चोर म त भिडियोहरू हेर्दै थिएँ कि कहाँ खस्यो होला अनि हामीहरू फर्किँदै पनि थिएँ कि मलाई त तिमीहरूमा चाहिँ शङ्कै लागेन यार कस्तो भने कति छिटो हालेको हौ भित्र म अगाडि अगाडि तँलाई गफ गर्दै भुलाउँदै हिँडेँ चुप मासली त्यही भएर त हेर त गाई यस्तो छ साथीहरू पनि के भन्न मन लाग्छ डाइलग के फेरि यस्तो डर पुग्छ कि है पानी लिन गएको मान्छे कुकुरले कुकाएर भनेर कुकाइदिइरहेको यस्तो त डर पुगहरू छ के भन्ने अब योहरूलाई के भन्न मन लाग्छ क्या फेरि त्यही हो गाई जब चाहिँ हामी जाँदैछौँ यहाँ त फेरि 2 घन्टा लाग्छ अरे गाह्रो योहरू न भागेको कुकुरले भगायो गाई सक्नुहुन्छ यहाँ त फेरि उता जानुपर्छ गाह्रो गाह्रो हेर्न अझै गाई छेउमा चाहिँ 42 मिनट देखेर छ तर अझै हामीलाई लाग्छ 3-4 घन्टा गाह्रो गाइजनहरू चाहिँ हामीले सिकेका छौँ आएको रहेछ हामी चाहिँ फर्स्ट टाइम धेरै टाइम रहेछ यिनीहरूको सिकेका छ हामीले के गाइस फुटबलको कुरा गर्दैछ नि अहिले अर्जेन्टिनाको फ्यान थियो क्या अनि हातमा हेलो गाइस हामीहरू चाहिँ यिनीहरूसँग गइरहेछौँ अघि चाहिँ हामी 3 जना मात्रै थियो क्या छैन हो त्यस्तो डेली चाहिँ होइन कहिले काहीँ स्पेसल दिएको थियो ओ हिँडी छिटो है तर यो बाटो के रोडै रोड हुनाले हाम्रो कस्तो सजिलो भइरहेछ अघिको जस्तो उकालो भए त हामीलाई सजिलो हुन्थेन अनि हामी बाइक गाउँदै हामी चाहिँ जङ्गलमा आइसकेको छौँ अनि यो चाहिँ जङ्गलको भ्यू हेर्न सक्नुहुन्छ क्या दामी छ यहाँ तर अनि यो चाहिँ भाइहरू आउँदै बाटोमा भेटेको क्या हामीले भाइहरूलाई भ्यू हेर्न गाइस हाम्रो ग्रुप यति धेरै छ हाई म चाहिँ टप कमेडियन यस जस्ट लाइक मी भन् म त घरमा कति हाँस्छु होला यार यो भिडियो हेरेर मैले गरेर ल गराउन हौ 1 2 3 भन न हिँड्न नसक्ने यो 3 जनाहरू हिँड्न नसक्ने हामीहरू मात्र हो सिङ्गर हो गाइस खान मिल्दैन एकदम मर्ने अब चाहिँ हामी पुग्न लागिसकेका छौँ वेट इज ओभर गाइज पऱ्यो ल गाइज चाहिँ हामी पुगिसकेका छौँ ल फाइनली पुग्यौँ गन्तव्यतिर बाहिर यता छ मेरो सट्टा पनि है टप गर्दा फाइनली गाइस फाइनली हामी चाहिँ उता देखाउँछु हामीले उता जानुपर्ने हो कि फेरि है हाई गाइस फाइनली हामी पुगिसक्यौँ थाहा हो कि के हो त्यही हो
पानी चाहिँ दिन सक्ने आयो टिका लगाइदिइरहेको छ गाइस मैले लगाउन मिल्दैन मेरो चिसो परेको छ म 1 2 3 ओइ के गरे भयो रे हिँड कस्तो बादल कस्तो राम्रो आएको हो यार जान ढिला भयो भने थाहै छ नि तिमीलाई के भन्नु म पागल छु म लागि तिम्रो नै छरादो छ तिमी हाँसेको हेरिरहे सधैँभरि यसरी हामी चाहिँ पुगिसक्यौँ कसले निकाल्न दिन्न हौ फाइनली कस्तो राम्रो भ्यू हो सो गाइस यिनीहरू चाहिँ फोटो खिच्न जाँदै खान अनि यो चाहिँ रस्मा र म हाई रस्मा तपाईँले यहाँ माथि पुगेर कस्तो महसुस हुँदैछ मलाई एकदम राम्रो माथिबाट त्यसको आवाज त्यही पनि सानो नै छ कि यो मेकअप गर्दैछ होइन मेकअप होइन अनि घर फर्किन लाग्यो तर पानी पर्यो पानी पर्यो यो भाइहरू छिटो छिटो घर गइरहेछ कि ल गाइस भ्यू हेर्न सक्नुहुन्छ थाकिसकेका छौँ गाइस 1 बजे तल झरेको अहिले कति बज्यो 3 बज्यो है 3:30 4 बज्न लागिसक्यो अझै 2 घन्टा लाग्छ ओह्रालो छ जाम गाइस भ्यू देख्न सक्नुहुन्छ अझै 2 घन्टा त्यसको मुख देख्न सक्नुहुन्छ त्यसको यहाँ हेर्दा चाहिँ नि जेनी रुँदैछ ढुक्क यस्तो हुनु हुँदैन गाइस मेरो फेस उतापट्टि हेर न यस्तो पोज दिएर बसिरहेको छु केटा केटा हुन पनि सक्छ गाइस त्यहाँ देख्न सक्नुहुन्छ हिँड्न नसकेको त्यो लड्यो क्या अहिले चाहिँ हामी 3 जना मात्र छौँ जाँदैछौँ बाहिर चाहिँ अर्को बाटो आइरहेछौँ क्या हाम्रो छिटो छिटो जान्छौँ भनेर आइदिएको गाइस म चाहिँ अघि नै घर पुगिसकेको थिएँ मेरो चाहिँ फोन बिग्रियो क्या फोनै खुला भएन क्या अनि अहिले भर्खर म फोन बनाएर आएँ आज मेरो दशा लाएर चाहिँ हाइकिङ गएर अनि त्यो भाइहरू पनि अघि नै गइसकेको थियो क्या अनि त्यहाँ सुन्दरजलमा भेटेको थियौँ तिनीहरू अर्कै बाटो आएको थियो क्या अनि भेटेको थियौँ तिनीहरूलाई पाइ भन्दा पनि भिडियो बनाउनै सकेन किनकि मेरो मोबाइल अफ भएर म के गाइस मेरो मोबाइल अफ थियो होइन अनि म यता आएर चार्ज लगाएँ होइन चार्जै भएन बेला बेला चार्ज भएको थियो है म अन गरेको चार्ज भएर टचै हुँदैन मोबाइलै टच गर्न खोज्छु क्लिक गर्न खोज्छु हुँदै भएन हुँदै लास्टमा त अहिले मोबाइल बनाएर आएँ गाइस त्यही हो हिँड्न पनि सकेको छैन यसरी हिँड्नु परेको छ लास्ट कल भइरहेको छ अनि अब चाहिँ म भ्लग एन्ड गर्छु यति नै हो अनि थ्याङ्क यू वाचिङ फर माई भिडियो आई लाइक इट